आजको भिडियोमा चाहिँ हामी तपाईलाई आइपिओ इस्यु गर्ने पूरा प्रोसेस चाहिँ हामी स्टेप बाइ स्टेप हामी सजिलो भाषामा बुझ्ने छौं। सबभन्दा पहिलो स्टेप रहेको छ कम्पनीको निर्णय। सबभन्दा पहिला चाहिँ कम्पनीले चाहिँ आइपिओ निकाल्ने निर्णय लिँदछ, जसमा चाहिँ डिसिजन चाहिँ बोर्ड अफ डाइरेक्टरले लिन्छ र यसलाई चाहिँ एनुअल जनरल मिटिङ एजिएमबाट चाहिँ यसको अप्रुभ लिइन्छ र त्यसपछाडि चाहिँ इस्यु म्यानेजर नियुक्त गर्ने काम हुन्छ। र इस्यु म्यानेजर चाहिँ जसलाई चाहिँ मर्चेन्ट ब्याङ्क अथवा इस्यु म्यानेजर पनि भन्ने गरिन्छ। जस्तै यसको उदाहरणको लागि चाहिँ ब्याङ्कको क्यापिटलहरू पर्दछ, जसमा चाहिँ ग्लोबल आइएमई क्यापिटल, तपाईँको प्रोबो क्यापिटल, नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ जस्ता संस्थाहरू पर्दछन्। यिनीहरूले चाहिँ आइपिओको चाहिँ पुरा प्रोसेस चाहिँ म्यानेज गर्ने काम गर्छन्। अब अर्को स्टेप रहेको छ डकुमेन्टेसन, जसमा चाहिँ कम्पनीहरूको फाइनेन्सियल र लिगल रिस्कहरूलाई चाहिँ एनालाइसिस गरिन्छ र एउटा यसको लागि चाहिँ इम्पोर्टेन्ट डकुमेन्टहरू तयार गरिन्छ, जसलाई चाहिँ प्रोस्पेक्टस भनिन्छ। यसमा चाहिँ कम्पनीहरूको सबै जानकारीहरू चाहिँ हुन्छ। र त्यसै गरिकन अर्को स्टेप रहेको छ सेबनबाट चाहिँ अप्रुभल लिने काम हुन्छ। त्यसपछि अब यसमा चाहिँ डकुमेन्टहरू सबै तयार पारिसकेपछि त्यो डकुमेन्ट लिएर चाहिँ आइपिओको लागि चाहिँ अप्लाई गरिन्छ, अप्रुभलको लागि चाहिँ अप्लाई गरिन्छ र सेबनले चाहिँ सबै कुरा हेरेर भेरिफाई गरेर यदि क्राइटेरियाहरू चाहिँ पुरा गरेको छ भनेदेखि त्यस्तो अवस्थामा चाहिँ आइपिओ निकाल्नको लागि चाहिँ सेबनले अनुमति दिन्छ। र त्यसै गरिकन अर्को हाम्रो स्टेप रहेको छ आइपिओ निकाल्नु अगाडि चाहिँ कम्पनीले चाहिँ क्रेडिट रेटिङ पनि तयार गर्नुपर्दछ। यसले चाहिँ कम्पनी कतिको रिस्की छ भन्ने कुरा चाहिँ देखाउँदछ। त्यस कारणले गर्दाखेरि चाहिँ यो जरुरी विषय हो। र त्यसै गरिकन अर्को भनेको रहेको छ आइपिओ ओपन गर्ने, जसमा चाहिँ अप्रुभल पाइसकेपछि चाहिँ आइपिओ सर्वसाधारणका लागि भनेर खुल्दछ। त्यसलाई चाहिँ हामीले चाहिँ मेरो सेयर अथवा ब्याङ्क मार्फत चाहिँ अप्लाई गर्न सकिन्छ। र त्यसै गरिकन अर्को स्टेप छ एप्लिकेसन प्रोसेस। आइपिओ खुल्दा चाहिँ धेरै व्यक्तिहरूले चाहिँ अप्लाई गर्ने गरेको हामीले देख्न सक्छौँ। ब्याङ्कले चाहिँ तपाईँको पैसालाई चाहिँ ब्लक गरिदिन्छ आइपिओ अप्लाई गरिसकेपछि, जसमा चाहिँ एसपास सिस्टम लागू हुन्छ र त्यसले चाहिँ आइपिओ खुल्दाखेरि चाहिँ ब्याङ्कको पैसाहरू चाहिँ ब्लक गर्ने र आइपिओ नपरेको अवस्थामा चाहिँ त्यो खुलाउने त्यस किसिमको चाहिँ कामहरू गर्दछ। र त्यसै गरिकन अर्को छ अलटमेन्ट स्टेप। त्यसपछि अब यस स्टेपमा चाहिँ के हुन्छ भने आइपिओ बन्द भइसकेपछि चाहिँ सेयर बाँडफाँड हुनको लागि चाहिँ प्रोसेस हुन्छ। यदि धेरैजनाले चाहिँ आइपिओको लागि अप्लाई गरे र मागभन्दा धेरै अप्लाई आयो भनेदेखि चाहिँ त्यस्तो अवस्थामा चाहिँ लटरी सिस्टममा जान्छ र त्यही सिस्टमबाट चाहिँ लटरी सिस्टमबाट चाहिँ आइपिओहरू छानेर कसलाई पर्छ र यसरी चाहिँ लटरी सिस्टम लगाएर चाहिँ सिलेक्ट गर्ने गरिन्छ। त्यसपछि चाहिँ आइपिओ नपर्ने व्यक्तिहरूको चाहिँ पैसालाई चाहिँ रिफन्ड गर्ने काम हुन्छ। त्यसपछि अर्को स्टेप भनेको चाहिँ नेप्सीमा लिस्ट गर्ने काम हुन्छ र अन्त्यमा चाहिँ कम्पनीहरूको चाहिँ सेयर चाहिँ नेपाल स्टक एक्सचेन्जमा चाहिँ लिस्ट हुन्छ र त्यसपछि सेकेन्डरी मार्केटमा चाहिँ यसको किनबेच सुरु हुन्छ। अनि त्यस पछाडि चाहिँ आइपिओ चाहिँ हामीले चाहिँ यो सेयरको चाहिँ किनबेच गर्न सक्छौँ। आफूलाई परेको सेयर चाहिँ यसको बजार मूल्य अनुसार चाहिँ किनबेच गर्न सकिन्छ हुन्छ। यदि तपाईँलाई यस्तै यस्तै इन्फर्मेसनहरू चाहिँ मनपर्छ भनेदेखि हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला र भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन पनि दबाउनु होला। हुन्छ, आजको भिडियोमा यति नै। धन्यवाद।